हेलो हेलो नमस्ते सबैजनालाई। फेरि पनि हामी शनिबार आजको शनिबार पनि हामी काफल खान फेरि जाँदैछौँ। यो हो काठमाडौँ रामकोट। यहाँदेखि हामी हसनटारको जङ्गलमा फेरि पनि काफल खानलाई हिँड्दैछौँ। हाम्रो आज शनिबार हुँदाखेरि बच्चा बच्चीहरू पनि जानलाई रेडी छन्। घर बस भनेको मानेनन्। फेरि आज बच्चा बच्चीलाई लगेर जानुपर्ने भयो काफल खानलाई। ल केटाटी अगाडि दौडिरहेछन् काफल खाना भनिसकेपछि त पुरै एकदमै दिदी पानी लिएर आउनुभयो। हामीले यसरी बोक्नुपर्छ पानी। हेर्नुहोस् अब काठमाडौँ भनेर के गर्ने, पानी यसरी बोक्नुपर्छ। काफल खान जाउँ भनेपछि नमान्ने, अनि बोकेर टिपेर कति मेहनतले ल्याउनु पर्छ, अनि गाह्रो हुन्न त। ल यहाँको विकास यस्तो हुँदैछ। यहाँ चाहिँ यस्तो छ। यो पानीको बोरिङ, पानीको घर बन्दैछ। यो काठमाडौँ महानगरपालिका विभिन्न सडक तथा देख्न सक्नुहुन्छ। यो गाडीको झन्डा हातमा समातेको। यो गाडी यस्तो हाइस चलिरहेको छ यो रोडमा। हामी बस्ने भनेको यो ठाउँमा हो जहाँ यो मनमान पार्क नयाँ बनेको, यसको जस्ट तल। यहाँ चाहिँ गौतम टोलको पुर्खौली जग्गाहरू हामीले चाहिँ भाडामा लिएका छौँ। यहाँ अहिले चाहिँ खोला मिचेर अहिले यहाँ प्लटिङ भइसकेको छ, देख्न सक्नुहुनेछ। अब हामी यहाँबाट अगाडि बढ्छौँ। ल गाइज, हामीलाई कति गाह्रो छ है काठमाडौँमा काफल खान आएको थियो आजको शनिबार पनि। फेरि हेर्न सक्नुहुन्छ दाउरा पनि धेरै नभए पनि थोरै दाउरा लिएर आएका छौँ। फाइनल्ली हामीले फेरि पनि काफल खान आयौँ बच्चाहरू लिएर। आजको भयो है। ए हामीले पनि यस्तै सिकेन गाडी आयो सुरुमा। ठिक छ, आफै बुझ्ने हो। हामी उकालो बढिसकेका छौँ। अब हामी देख्न सक्छौँ सबैजना 1 2 3 गो। आइज छिटो। यो हो हसनटारको फुटबल ग्राउन्ड। भावीको चाहिँ रङ्गशाला बन्नेवाला छ, देख्न सकिन्छ। यहाँ हामीले हालसाल प्रत्येक शनिबार क्रिकेट खेल्ने गर्दछौँ। अब स्टार्ट हुन्छ एकछिनमा क्रिकेट चाहिँ। मौसम हेरेर आज मौसम ठिकै छ। अब साथीहरू चाहिँ 1-2 बजे पुग्छन् होला। प्रत्येक शनिबार चाहिँ हामीले 2000 देखि 5000 बिचमा चाहिँ म्याच चल्छ यो ग्राउन्डमा चाहिँ, देख्न सक्छौँ। यहाँ ग्राउन्ड पनि एकदम ठिक छ, क्रिकेट खेल्दा नि हुन्छ। यहाँ चाहिँ फुटबलको पनि कोर्ट छ। यो चाहिँ ओपन नै हो, कुनै चार्ज लाग्दैन। यहाँ चाहिँ देख्न सक्नुहुन्छ ग्राउन्ड। आज हेर्न सक्नुहुन्छ हाम्रो साली कति राम्री हुनुहुन्छ, नङ पालिस लाउनु भएको छ। आहा, त्यो चाहिँ यो ठाउँ चाहिँ हामी आएको थियौँ है। यहाँबाट साइकल रेस भएको थियो, जुन नागार्जुन ओपन इन्ट्रो यहीँबाट ल्याइरहेको थियो। यो बाटो देख्न सक्नुहुन्छ, यो देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो गाउँ र यहाँ केही फरक छैन, सबै पाउँछ। यहाँ नपाउने के छ? होइन होला, अर्को होला। त्यो गिठो भन्नुभयो क्या? गिठो। अब माइत जाँदैछ। यो पोको फन्टुरो बोकेर
हो यस्तो ठाउँबाट अस्ति पहिले यो बाटो पुरानो बाटो यो हो होइन साइकल ल्याउने पछि यताबाट बनाएको यो चाहिँ यो वनसँग सम्झौता गरेर यताउता गरेर सबै कुराहरू सबै मिलेर चाहिँ यो हसनटारको जङ्गलमा चाहिँ हरेक कुराको सम्भावना भएको ठाउँ भएको कारणले यहाँको वडासँग यहाँको नगरपालिकासँग सम्झौता गरेर यहाँको वन उपभोक्ता समितिसँग सल्लाह गरेर यो चाहिँ एउटा चाहिँ नागार्जुन ओपन इन्डोर चाहिँ 2025 यहाँ सफल भएको छ। देख्न सक्नुहुन्छ यस्तो छ। कोही गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। तपाईँहरूको ग्रुप आफै आएर यसरी राइडर गर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ यस्तो छ। मैले यतिसम्म देखाउन सकेँ, बिचको माथि देखाउन सकेँ होइन। ल हजुरले अनुमान गर्न सक्नुहुन्छ यो चाहिँ लोकेसन चाहिँ नागार्जुन नगरपालिका वडा नम्बर 7 को जङ्गल हो यो चाहिँ। हेर्न सक्छौँ हामीले। मेरो चप्पलमा 2टा जुका थियो, एउटा यहाँ छ भने एउटा चाहिँ यहाँ भित्तापट्टि देख्न सक्नुहुन्छ तपाईँले। दुइटै यो मेरो खुट्टामा लागेको भए अहिले पुरै रगतताम्मै पार्दै थियो। म अब यसलाई यहाँबाट छुटाउने कोसिस गर्नेछु। यहाँ मैले एउटा दाउरा पनि भेटिसकेँ, हेर्न सक्नुहुन्छ। अब यहाँको पानी एकदम मिठो छ, देख्न सक्नुहुन्छ। पाइप अगाडि चाहिँ काफल खाने टोली हिँडिरहेको छ। जुका लाग्यो कि भनेर हेर्दैछन्। बाबु कहाँ देखिस् काफल? खै काफल देखाउ त। काफल कहाँ हो? कहाँ हो? हो खै यहाँ हो काफल। हो नि जुक्कै जुका। सालले कतिवटा जुका लाग्यो अहिलेसम्म? सालीले 5वटा जुका फालिसकिन् अहिलेसम्म। डराएको छैन? डराउँदैन जुका लागेको? छोराले आफै फाल्ने कोसिस गरिरहेछ। ल ल ल ल भाटाले फालिसकेको छ। ल गयो गयो गयो। ए अर्कोमा लाग्यो। जाँदै जान्न है, चढ्दै चढ्दैन हो। त्यही भएर नुहाउ भनेको तिमीहरूलाई जङ्गल। किन नुहाउ भनेको अहिले थाहा पायौ? ए रगत आयो देखो। हिँड छिटो। जुकाको युद्धबाट लड्दै लड्दै हामी यहाँसम्म पुगेका छौँ। मैले यहाँ दाउरा यहीँ राखेँ है त। के भयो रे? फाइनल्ली मैले एउटा काफल भेटिसकेँ। यहाँ देख्न सक्नुहुन्छ झरेको काफल। यहाँ झरेको काफल उसले पनि भेटाइसक्यो। ल काफलको रुखमा फाइनल्ली हामी अब काफल खाएर दाउरा लिएर फर्किँदैछौँ। ल हेर्न सक्नुहुन्छ बच्चाहरू पनि अब रमाइलोसँग हिँडिरहेछन्। ल यो सिडी पनि देख्न सक्नुहुन्छ। हामी जङ्गलबाट बाटोमा पुगिसक्यौँ। ल आऊ 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 छिटो आऊ छिटो छिटो। हो ल ल हिँड 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 हिँड। ल ल ल ल एउटा 2टा 3टा 4। ल हेर्न सक्नुहुन्छ हामीले थोरै थोरै हालेर सबैजनाले बोकेर हिँडिरहेको छौँ। त जाउँ जाउँ। जुकालाई सामना गरेर हामीले दाउरा काफल लिएर आएका छौँ। कति मेहनत छ काफल टिप्नलाई भन्ने कुरा हामीलाई मात्र थाहा छ। के बोकेर हिँडेको? बोतल फेन्टा हो कि कोक हो? स्प्राइट हो। फाइनल्ली काफल खायो होइन। घर अलिअलि दाउरा पनि ल्याइयो। अब के गर्ने, हामी सहर बजार काठमाडौँ बसे तापनि हामीले काम भने गर्न छोडेको छैनौँ। अलिअलि काम पनि गरिरहेछौँ। बोतल 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 समात माथि बोतल। ल हामी फेरि यहाँ पुगिसकेका छौँ। ग्राउन्डमा चाहिँ यहाँ म्याच हुँदैछ, देख्न सक्नुहुन्छ। यस्तो छ म्याच।